स्टेसन त आइपुग्यौँ कि तर ट्रेन नै क्यान्सल भयो क्या अनि टक्क लगाएर अब सरर एकछिन बसेछौँ अब एकछिन बसेपछि अब 30 मिनट जति वेट गर्छौँ अनि जान्छौँ शीतलमा बसेर कार भएको मान्छे त अलिकति गोरो त छ तर बुढो चाहिँ भएछ अहिले चाहिँ हामी बातिसपामा आइपुग्यौँ अब यहाँबाट चेन्ज गर्छौँ चेन्ज गरेर साउथहम्पटनबाट बोर्नमाउथ यस्तो छ आजको मौसम कति भयो टाइम 5 क्या हो 5:35 मा छ बात चाहिँ यस्तो दामी छ फाइनली बोर्नमाउथ आइपुग्यो हामी है यस्तो छ बेलुकाको मौसम अब टक्क लाएर फुपूकोमा गइन्छ अनि त्यसपछि फ्रेस भएर ओहो कलुवा भयो नि ल यो चाहिँ ठुलो चर्च रहेछ दाइ अगाडि घोडे हिँड्दैछ हिँड्दै हुनुहुन्छ म चाहिँ पछाडि जाउँ जानु पऱ्यो नि यो ठाउँमा होइन जाउँ जाने भन्छ यस्तो उकालो नचढेको कति भयो ल सबैजना पछाडि चढ्नु ठिकै भयो आनन्द आउँछ क्या यस्तो ठाउँको चिल हजुर होइन होला नि 5 मिनट गयो है भनेर मेरो बाजे भर्खर पौडी खेलेर निस्क्यो खानेकुरो दिन्छ भनेर आएको है
खाने पुरा उल्टे हान्दिँदो रहेछ नि योहरूले त केही खोज्छ होला है त्यहाँ है पुरै उल्टे हान्दिँदो रहेछ त ल हेर न ल अहिले चाहिँ हामी ह्यान्ड्सबरी हेडमा आइपुगेको छौँ रनमाउथको टक्क यहाँबाट चाहिँ अब बिच देखिन्छ होइन टक्क हिँड्दैछौँ साइडमा हेरेर आउँछ म त कस्तो रहेछ खोलाएर यो डाँडाबाट तर योभन्दा मुनि चाहिँ जान नमिल्दो रहेछ कति हुन्छ ल सर्लक्क यो ठाउँमा नै यस्तो देखिन्छ यस्तो दामी ठाउँ रहेछ होइन सर्लक्क लगाएर त्यो उता त लास्टै क्राउडेड हुन्छ होला है मान्छे त एकदम त्यो बाहिरबाट आउने मान्छेहरू चाहिँ त्यता जान्छ हजुर यहीँको लोकलहरू चाहिँ यतातिर आउँदैन यता क्वाइट हुन्छ क्वाइट पनि हुन्छ तर त्यहाँ चाहिँ खासै वेभ चाहिँ आउँदैन कि अब उतापट्टि चाहिँ कि अलि आउँदैन अलि आउँदैन यो साइड चाहिँ अलिकति वेभ आउँदो रहेछ उता चाहिँ सबै बालुवा उतातिर केही नहेरिकन सिधै हो अनि ल टक्क लगाएर हामी चाहिँ अब आइपुग्यौँ होइन ह्यान्ड्सबरी हेड रहेछ ठाउँको नाम नो फायर नो बार्बिक्यू नो क्याम्पिङ होइन टक्क लगाएर यस्तो ह्यान्ड्सबरी हेडमा सर्लक्क लगाएर स्टोरी सहित आनन्द लगाएर ल चिल पारामा कस्तो उयो बाँध्दो रहेछ नि त है ल हामी सबैजना टक्क लगाएर उकालो चढ्दैछौँ अब एकछिन पछि चाहिँ यो डाँडाबाट चाहिँ सर्लक्क हेर्नुपर्छ सबै ठाउँमा यस ठाउँ रमाइलो नै छ ल यो डाँडामा चाहिँ टक्क लगाएर यस्तरी बस्ने ठाउँ रहेछ सर्लक्क लगाएर ब्रह्ममाउथ ल ब्रह्ममाउथको बिच चाहिँ यो हो के अरे ल यस्तो सर्लक्क लगाएर डाँडामा यस्तो छ यस्तो गर्नुपर्छ ल बुढिया ऊ पछि छ ल अब चाहिँ हामी यो डाँडाबाट ब्याक हुन्छौँ ब्याक भएर घर गएर एकछिन बसेर यस्तो सन्नी गर्मी पनि भयो
अनि त्यसपछि चाहिँ हामी बेलुकातिर मात्रै आउँछौँ बिचमा चाहिँ। ल है त, ल यो चाहिँ काँडा रहेछ, फुल भयो। अनि यो चाहिँ गाउँघरमा पाउने सोत्ता रहेछ कि टक्कै यस्तो रहेछ है। ल यस्तो छ, यहाँ पनि ठाउँ ठाउँमा यस्तो राख्नु रहेछ चाहिँ पुरै टोटल्ली गाउँघरमा बाछा बाछी पाडापाडीहरूलाई सर्लक्क ओछ्याइदिने सुत्ता पो रहेछ पुरै। होइन आउँछ आयो ल वेबमा परियो भने त जान्छ होला त। हाम्रो ब्रेकफास्ट पनि आयो। ब्रेकफास्टमा चाहिँ हाम्रो भेजी ब्रेकफास्ट, अनि मेरो चाहिँ अमेरिकानो, स्क्रैम्बल एग। हाम्रो अब चाहिँ बोर्नमाउथको मेन बिचमा जाँदैछौँ है बिस्तारै। अब यहाँ एकछिन यो पार्कमा आएको छौँ। अब यस्तो छ ठाउँ, सोडाको लगाएर पुरा पानी हाल्दो रहेछ दाजु। घाम पनि दह्रो लागेको छ है। बिस्तारै जान्छौँ। अब हामी दुईजना बिचमा दुईजना लाग्यो, त्यसपछि चाहिँ पछि हुँदैछ। फाइनली आइयो है। अब चाहिँ टक्क बोर्नमाउथ बिच गइन्छ। ल अब चाहिँ हामी बिस्तारै बिचमा प्रस्थान हुँदैछौँ। अलिकति घाम लागेको छ, दुईजना सडक्क ल्याएर पछाडिको फाइनली बोर्नमाउथ बिचमा आइपुग्यौँ भनौँ न। अब बिचहरू चाहिँ कस्तो छ भने साइडमा चाहिँ अरूहरू पनि उता हिजो हामी उता गएको थियौँ, उता पनि छ, तर उता चाहिँ फेमस चाहिँ यो ठाउँ हो भनौँ न, बोर्नमाउथ बिच। बोर्नमाउथ बिच साइडमा पनि सडक्क ल्याएर दुईजना है त। ल अब चाहिँ बिस्तारै उसमै see you later. Okay. Wow. Large. Oh, swingहरू पनि रहेछ है। ल आइपुग्यौँ हामी बिस्तारै।
के चाहिँ किसिम छ नि अनि अलि जुम गर्नु न अनि त्यसरी भयो भनेर गयो गयो सकियो